यहाँ कसले गर्यो भन्ने होला सुताएको जेन्जीहरूले गरे भन्ने होस् नि। ल हजुर यो काम गर्दै भन्नु न केही। अब हजुरले फोहोर नगरिदिनु होला। अब यहाँ आएर कसरी हाम्रो आदरणीय मामाजीहरू हुनुहुन्छ यहाँ अनि फोहोर गर्नेहरूलाई के कस्तो सजाय हुन्छ पनि भनिदिनु न। मिलन फोल्टाहरू हुनुहुन्छ। मैले उसलाई दिएछु त्यहाँ दाइलाई। भन्नु न कस्तो कस्तो किसिमको कारबाही हुन्छ यहाँ फोहोर गरेको देख्यो भने। फोहोर गर्नु भएन, कसैले पनि फोहोर गर्नु भएन। आफै जानी बुझेर हामीले देख्यो भने चाहिँ हामी पनि कारबाही चाहिँ गर्छौँ। कस्तो होला कस्तो कारबाही भन्ने कुरो अब त्यति बेलै निर्णय गरेर भन्छौँ है। पहिला सुझाव हुन्छ, त्यसपछि नटेरेमा बाफत, अनि के हुन्छ हुन्छ कारबाही हुन्छ, के हुन्छ सुतेको जेन्जीहरूको हुन्छ। दबदबा छ जे होस्। ल हेर्न सक्नुहुन्छ। ल ठिक छ। अब एकछिनपछि अब सरसफाइ कार्यक्रम हुन्छ होइन। सरसफाइ कार्यक्रममा हामी देखाउनेछौँ तपाईँहरूलाई यहाँ फोहोरहरू टिपेको, हजुरहरूले गरिदिएको फोहोरहरू, अथवा नगर्दे पनि यहाँ घुम्ने ठाउँलाई एकदम हामीले सफा राख्नुपर्छ, खोला नाला जोगाएर राख्नुपर्छ भन्नु हामीहरूको दिमागमा छैन। हामी मात्र के जानेको छौँ, फोहोर गरिदिउँ सबले।